साथीहरु, तपाईहरु पुलिस रिपोर्ट बनाउने सोचमा हुनुहुन्छ या बनाउँदै हुनुहुन्छ भने यो भिडियो एकदमै ध्यानपूर्वक हेर्नु होला। यसमा धेरै प्रब्लम आइरहेको छ। यो पुलिस रिपोर्ट बनाउँदाखेरि धेरै प्रब्लम आइरहेको छ। के प्रब्लम छ, के छ, कस्तो छ, मैले अहिले यहाँनिर तपाईलाई देखाउने छु। यहाँनिर मैले यो पुलिस हेडक्वार्टरको वेबसाइट खोलेको छु। मैले पुलिस हेडक्वार्टरमा कल गरेर पनि बुझिसकेँ र मैले भरेको पुलिस रिपोर्ट एकदमै ढिलो भेरिफाई भइरहेको छ। आज 7 दिन हुँदा पनि भेरिफाइड भएको छैन। अब झन् आज सटरडे हो, भोलि सन्डे, अब यो मन्डे भनेपछि अब 9 तारिक कति पर्छ त्यहाँसम्म अब म वेट गर्नु अलिकति गाह्रो नै छ। एकदमै इमर्जेन्सी थियो मेरो क्लाइन्टलाई। यो के कति कारणले भयो, यो लेट हुनुको कारण के छ हैन, तपाईले पनि भिडियोमा हेर्न सक्नुहुनेछ। तपाईले तत्कालमा पुलिस रिपोर्ट बनाउँछु भन्ने सोचमा हुनुहुन्छ भने कृपया यस्तो नगर्नु होला। तपाईले 10, 12, 15 दिन पहिले नै पुलिस रिपोर्टको लागि एप्लाई गर्नु होला। हुन त अहिले 7 दिन 10 दिनमा त पासपोर्ट नै बन्छ, तर के कारणले यो पुलिस रिपोर्टलाई पनि यत्रो टाइम लागिरहेको छ, 10-12 दिन किन लागिरहेको छ, यो चाहिँ मैले तपाईलाई मेरो कम्प्युटरको डिस्प्लेमा रहेर म तपाईलाई देखाउँदै छु। के कारण छ यहाँनिर तपाईले यो भिडियोमा पुरा कम्प्लिट हेरेर यो भिडियो शेयर गरेर पुलिस हेडक्वार्टरसम्म पुर्याइदिनु होला। यो लेट हुनुको कारण के हो र यति 2 दिन छुट्टीको कारणले हो या के हो, यहाँनिर तपाईले मेरो कम्प्युटरको डिस्प्लेमा हेर्न सक्नुहुनेछ। अब मैले तपाईलाई मेरो ब्याक क्यामेराबाट कम्प्युटरको डिस्प्ले शो गर्छु है त। यहाँनिर हेर्न सक्नुहुन्छ एप्लाई डेट कति छ, जुन 6, 2026 हैन, 12:55 मैले एप्लाई गरेको छु भने यहाँनिर देखाइएको छ। आज वेटिङमा छ, एउटा यहाँनिर प्रोसेसमै छ। अब मैले आजको तपाईलाई मिति देखाउँदै छु। यहाँनिर हेर्न सक्नुहुन्छ आजको मिति 13 सटरडे रहेको छ। अब मैले तपाईलाई पुलिसको यो वेबसाइटमा गएर यहाँनिर देखाउँदै छु। यहाँनिर के भनेको छ भनेपछि यहाँनिर यसरी भर्नुहोस् पुलिस रिपोर्ट प्रहरी चरित्र प्रमाणपत्र कति दिनपछि प्राप्त हुन्छ। मैले यसमा क्लिक गर्दैछु है त। यो कति दिनपछि प्राप्त हुन्छ भनेको छ, यसमा मैले क्लिक गरेँ। यहाँनिर के भनेको छ हेर्न सक्नुहुन्छ। यहाँनिर के भनेको छ हेर्न सक्नुहुन्छ। यदि तपाईको विवरण कुनै पनि सन्दिग्ध व्यक्तिसँग मेल नखाएको खण्डमा सार्वजनिक विधा बाहेक तपाईले आफ्नो आवेदन बुझाउनु भएको मितिबाट 2 देखि 3 दिन भित्र यो प्रमाणपत्र प्राप्त गर्नुहुनेछ भनेर भनेको छ हैन। अब मैले 6 जुनको एप्लाई गरेको छु, आज भयो 13 जुन, भन्दा कति भयो 7 दिन भयो। तर अब यहाँनिर हेर्नुहोस् है, यो 2 दिनको छुट्टीले गर्दाखेरि मान्छेलाई कतिसम्म समस्या पारिदिरहेको छ यो 2 दिनको बिदाले गर्दा। अब मैले 6 तारिकको सटरडे रहेछ, 6 तारिकको मैले फर्म भरेँ, सटरडे छुट्टी भइहाल्यो। 7 तारिकको सन्डे भइहाल्यो, छुट्टी भइहाल्यो। अब 1, 2, 3, 4, 5 दिन यहाँनिर भइसक्यो। यो 5 दिन भइसक्दा पनि पुलिस रिपोर्ट बनेर आएको छैन। अब फेरि आज सटरडे 13 भइहाल्यो। अब फेरि भोलि सन्डे 14 भइहाल्यो। अब मन्डे 15। अब यो 15 तारिकको पनि भेरिफाई हुने हो कि होइन यो कन्फर्म छैन। तर यो 15 तारिकमा के गर्दा बाई चान्स भेरिफाई भएको भने कति दिन लाग्ने भयो पुलिस रिपोर्ट बन्नुलाई? 9-10 दिन लाग्ने भयो। यदि 15 तारिकको भेरिफाई भयो भने 10 दिन पुलिस रिपोर्ट बन्नु लागिरहेछ अहिले। 10 दिनमा त पासपोर्ट पनि बनेर आउँछ। यो एकदमै अलिकति लापरवाही जस्तो लाग्छ मलाई। आजसम्म भेरिफाई भएर आइदिनु पर्ने हो। यो के कति कारणले हो, यसलाई अलिकति सच्याइदिनु हुनमा चाहिँ विनम्र अनुरोध गर्दछु यो पुलिस हेडक्वार्टरलाई। यो भिडियो शेयर गरेर पुलिस हेडक्वार्टरसम्म पुर्याइदिनुहुन्छ भन्ने आशा राखेको छु।